गाइस हामी चाहिँ कुलेखानीको यात्रामा छौँ। अहिले चितलाङ पुग्न लाग्यो। हजुरहरूले देख्न सक्नुहुनेछ एकदमै हरियाली र भ्यू एकदम राम्रो छ। वरिपरि हरियाली छ, गाउँको घरहरू अनि एकदमै बाटो पनि क्लियर छ। वेदर आज एकदम सफा। हाम्रो ट्राभलको भाइ हुनुहुन्छ उहाँ चाहिँ पनि उहाँ दिदीहरू पनि एकदमै रमाइलो गरिरहनु भएको छ। एकदम खुसियाली भएर वरिपरि हेर्दै बसिरहनु भएको छ। आज एकदम मौसमले पनि साथ दिएको छ। अरू बेला धेरै पानी पर्थ्यो र आज गाडीभित्र सबैजना एकदमै रमाएर बस्नु भएको छ। सबैजना आफ्नो तरिकाले हाँसिरहनु भएको छ, रमाउनु भएको छ। हामी जाँदैछौँ। केही समयपछि हामी ब्रेकफास्टको लागि रोक्नेछौँ चितलाङ रिसोर्टमा। गाइज हामी चाहिँ चितलाङमा छौँ, चितलाङ रिसोर्टमा। हाम्रो आजको यात्रा मार्फु। अहिले चाहिँ हामी ब्रेकफास्टको लागि यहाँ रोकेको छौँ। सबैजना ओर्लिँदै हुनुहुन्छ गाडीबाट। अनि हाम्रो ट्राभलको भाइहरू कहाँ हुनुहुन्छ अनि सबैजना हाम्रो गेस्टहरू चाहिँ ओर्लिँदै हुनुहुन्छ गाडीबाट। वेदर एकदम क्लियर छ, माथि एकदम सफा छ। अनि रिसोर्ट पनि यता छ, देख्न सक्नुहुन्छ तपाईँहरूले चितलाङ रिसोर्ट। हाम्रो अर्को बसको गुरुजी उहाँ हुनुहुन्छ। म त्यहाँ गएर भिडियो बनाउँछु अहिले। गाइज हामी चाहिँ अब रिसोर्टमा माथि जाँदैछौँ ब्रेकफास्टको लागि। हाम्रो यहाँ ब्रेक अनि ब्रेकफास्ट खाइसकेपछि चाहिँ हामी यहाँबाट फेरि यात्रा सुरु गर्छौँ कुलेखानी चुनमार्कुको लागि। अहिले चाहिँ भने सबैजना एकदम रमाइलो गर्दै हुनुहुन्छ, सेल्फी खिच्दै हुनुहुन्छ। अनि हामी ठ्याक्कै अहिले चाहिँ चितलाङ रिसोर्टमा। तपाईँहरूले वरिपरिको भ्यू देख्न सक्नुहुनेछ, एकदमै रमाइलो छ, हरियाली एकदम। आकाश पनि एकदम खुलेको छ, एकदम क्लियर छ। देख्न सक्नुहुनेछ चितलाङ लेखेको छ चितलाङ रिसोर्टमा चाहिँ। हामी अब यहाँ ब्रेकफास्ट खाइसकेपछि हामी फेरि मार्कुको लागि कुलेखानी मार्कुको लागि यात्रा। हामी चाहिँ ब्रेकफास्टमा छौँ, ब्रेकफास्टको लागि। जस ब्रेकफास्ट खाइसकेपछि हामी निस्किनेछौँ जस कुलेखानीको लागि। अहिले चाहिँ हामी चितलाङ रिसोर्टमा जुन हाम्रो ब्रेकफास्टको लागि सबैजनालाई चाहिँ हामी चाहिँ चितलाङ रिसोर्टमा आएर हामी ब्रेकफास्ट लिँदैछौँ। हाम्रो यता गुरुजी हुनुहुन्छ, यता सानो भाइ मान्छे जस स्माइल चाहिँ राम्रो छ। हाम्रो भाइ चाहिँ एकदमै ट्राभल गाइड भाइ, एकदम ह्यान्डसम पनि छ, चक्लेटी पनि छ। लाइक गर्नुहुन्छ भने चाहिँ ट्याक्क गर्नु होला, मान्छे पनि ह्यान्डसम छ। म चाहिँ ब्रेकफास्टमा छौँ।